मैले निकै अगाडि भनेको थिएँ बालेन शाहज्यू तपाईले राजा स्वीकार गर्नु भएन भने नि भोलिको मितिमा महानगरको चुनाव भयो भने तपाईको 500 भोट आउँछ। बालेन शाहज्यू राजालाई स्वीकार गर्नु भएन भने नि भोलिको दिन यहाँ चुनाव भयो भने तपाईको जम्मा 500 भोट ढुकाउनुस्। म विनम्रतापूर्वक निवेदन गर्छु अस्ति तपाईले पार्टीका नेताहरूको दास भएर राजालाई जुन पत्र काट्नु भयो नि विचार गर्नुस्। म विनम्रतापूर्वक निवेदन गर्छु म पत्र काटेको यदि तपाईले होइन र कर्मचारीहरू हो अरूले हो गलत भयो भने विनम्रतापूर्वक जनतासँग माफी माग्नुस्। राजासँग पत्र काटेको त हामी तपाईलाई माफी दिन्छौं। स्वागत नेपाल यो पृथ्वीमा एक्लै भए पनि बोल्न डराउँदैन। हिजो पनि बोलेको मान्छे हो। सत्य सधैँ सत्य हुन्छ। यसरी चल्दैन। अब यहाँ साधारण बन्द आम हडताल मात्रै होइन, इतिहासमा पहिलो पटक विमान सेवा पनि हडताल हुन्छ, प्लेनहरू पनि हडताल हुन्छन्, अन्तर्राष्ट्रिय प्लेनहरू पनि नेपालबाट बन्द हुँदैछन्। ढुकाउनु र नेपालको इतिहासमा पहिलो पटक नेपाली सेनाले अब यी विदेशी दलालहरूलाई स्यालुट ठोक्दैन, गोली ठोक्छ। गोली नेपाली सेनाले यी विदेशी दलाललाई स्यालुट ठोक्दैन, गोली ठोक्छ। ढुकाउनु। यी ओली देउबा प्रचण्डहरूले दरबार हत्याकाण्ड गराएका हुन्। दरबारका सदस्यहरूको हत्यारा ओली देउबा प्रचण्डहरू हुन्। म वकिल हुँ, प्रमाणित गर्छु। राजा मार्छु कसले भनिरहेको थियो? प्रचण्डले भनिरहेको थियो। राजा मार्छु भनिरहेको थियो, माओवादीले भनिरहेको थियो। त्यसैले माओवादी मात्र होइन, एमाले पनि राज संस्था अन्त्य गर्छु भनिरहेको थियो। यसैले राजा छोडेर यी विदेशी कांग्रेसहरूले भनिरहेका थिए एकता गरेर माओवादीसँग। त्यसैले दरबार हत्याकाण्ड हुँदाखेरि सरकार कसको थियो? ओली देउबा प्रचण्डको थियो कि थिएन? ओली देउबा प्रचण्डहरू, प्रचण्डले त मार्छु भनिरहेकै थिए। त्यसैले दरबार हत्या गराउने को हुन्? ओली देउबा प्रचण्डहरू हत्यारा हुन्। दरबार हत्याकाण्डको प्रमाणित गर्छु। अब ओ प्रचण्ड 5000 को हत्याको जिम्मा तिमीले लिएको होइन? अनि धर्मप्रसादको हत्यारा प्रमाणित छ कि छैन? केपी ओली यी हत्याराहरू तिमीहरूको प्रमाण छ। राजाको बारेमा हल्ला मात्रै गर्यौ, प्रमाण लिएर आऊ। प्रमाण अहिलेसम्म तिमीहरूले भन्ने गरेको अराजक, निरङ्कुश, तिमीले भन्ने गरेको हामीलाई जुन शब्द थियो त्यो शब्द खारेज भएको छ र निरङ्कुश भनेका दलका दासहरू हुन्। अराजकको अर्को एउटा भन्छु, अराजक भन्ने शब्द अनपढ ओली देउबा प्रचण्ड हो। पढ। नेपालको सबैभन्दा ठुलो राजनीतिक शब्दकोश प्रोफेसर डाक्टर गोपाल कृष्ण शिवाकोटीले लेख्नु भएको, त्यसको अल्फाबेटिकल अर्डरमा अबाट पढ्नु। त्यहाँ अराजक भनेको राष्ट्रगान गाइरहेको मान्छेलाई गोली हान्नलाई भन्छ। ओली देउबा प्रचण्ड अराजक हुन्। हामी अराजक होइन। कानुनले यही भन्छ, शब्दकोशले यही भन्छ, व्याकरणले यही भन्छ, भाषा विज्ञानले यही भन्छ। ओ अनपढ हो, अराजक तिमी गणतन्त्रहरू हो।
हामी राजक सभ्य सुसंस्कृतहरू हौं। हामी सुललित भाषा बोल्ने नयाँ पुस्ताको नवयुवा राजा धीराज हृदयेन्द्रको पुस्ताको भावनालाई अंगीकार गरेर आउने साथीहरू हुनुहुन्छ। व्यवस्था विरुद्धको चेतना एउटा महान आँधी हो। यो आँधी वर्ष राजतन्त्र जिन्दाबाद। सहमति साथीहरूलाई हाम्रो शान्तिपूर्ण आन्दोलन हुनेछ र अगाडि रोमा नेताहरू हुनेछ। र युवा साथीहरूलाई लागि आग्रह गर्न चाहन्छु।